Hi beautiful people, welcome back to my mini vlog. So yeah, आज चाहिँ म मेरो साथीहरुसँग घुम्न जाँदैछु. त्यही भएर I'll take you guys with me. अनि यहाँ मेरो ब्यागमा कति धेरै सामान छ भन्दै देखाइराको थिए. अनि यो बस कुनै ठाउँमा है म कति कुरिरहेको छु, केटीहरु नि आउँदैन रिस उठेर. अनि फाइनली केटीहरु पनि आइपुगे. अनि यहाँ के गीत बज्दै थियो कुनै अनि दिदी चाहिँ त्यही कपी गर्दै हुनुहुन्थ्यो. अनि खासमा हामी चाहिँ हाम्रो अटो रिजर्भ थियो क्या, त्यही भएर हामी अटो अंकलले कुरिरहेको थियौं यहाँनेरि आउनु नै भएको थिएन. अनि यति कुर्दै बसिरहेको थियौं. अनि फाइनली हाम्रो अटो पनि आयो अनि हामी हाम्रो गन्तव्यतिर लाग्यौं. अनि तल हुँदा वेदर एकदमै नराम्रो थियो, तर यहाँ हेर्नु न माथि आएपछि वेदर ओहो यस्तो राम्रो भएको थियो है, हरियाली भएर पनि होला कि के हो थाहा हैन, एकदमै राम्रो भइरहेको थियो. अनि हामी अटोमा भयो भने इन्जोय गर्न चाहिँ छोडेनौँ है. हामी अटोमा स्पिकरमा गीत बजाएर नाच्दै उफ्रिँदै गाउँदै चिच्याउँदै यस्तो मजा आएको थियो है. अनि फाइनली हाम्रो डेस्टिनेसनमा त आइपुग्यौँ, तर हामी तल कसरी जाने भनेर सोचिरहेको थियौँ त. एकदमै गहिरो सोचमा थियौँ भनौँ न. तर फाइनली हामी जसो तसो पुग्यौँ. त्यस्तो धेरै झरना त थिएन, तर पनि यतिको हाम्रो लागि धेरै हो है, धेरै हो भन्दै हामी चाहिँ छिरिहाल्यौँ होइन पानीमा. म चाहिँ एकचोटि घुम्छु पनि भनेर घुमिहालेँ है. पानी त थिएन तर पनि ठिकै छ. अनि तर पानी थिएन भन्दा पनि पानी पर्न आँट्यो क्या एक्कासी. हेर्नु न वेदर, म चाहिँ भनिरहेको छु है, कसैले मलाई मतलबै गरेन क्या मेरो साथीहरूले. अनि म चाहिँ आफैसँग एक्लै बोल्दै थिएँ. अनि फेरि हामीले के कुरा खायौँ खानेकुरा. अनि त्यसपछि फेरि डुब्की हान्न गइहाल्यौँ, मजा आएको थियो. अनि यहाँ चाहिँ आइसना स्किन केयर गर्दै हुनुहुन्छ भन्ने के भन्छ, स्किन केयर गर्नुपर्छ भन्दै थिएँ. अनि म चाहिँ जिस्काइरहेको थिएँ, ओ माई गड भन्दै. अनि अघि तल झर्दाखेरि पो ओह्रालो छ त है. अनि फेरि अब त उकालो पऱ्यो, यस्तो दिक्क लागिरहेको थियो उकालो सम्झेर. ओह्रालो त कस्तै झरेको थियौँ. अनि यहाँ चाहिँ रोशनीको स्कार्फ झरेछ क्या, उफ्रिँदै थिएँ यहाँनिर, त्यो चाहिँ थाहा पाएन छ उसले झरेको, घर आएपछि मात्रै थाहा पाएछ. अनि हामी चाहिँ फेरि उकालोमाथि हिँड्न थाल्यौँ. अनि बाटो चाहिँ यस्तो थियो. अनि हामी कुरा गर्दै थियौँ को पहिला डुबो को धेरै डुबो भन्दै, किनभने डुब्दाखेरि चाहिँ अर्कै टाइपको डुब्यौँ क्या हामी. त्यो बिचमा चाहिँ अलिकति गहिरो रहेछ क्या, गहिरो हल्का गहिरो भएर चाहिँ त्यहाँ डुबिँदो रहेछ. त्यही कुरा गर्दै आएर थियौँ. अनि हामी निस्किँदै थियौँ. अनि अटो अङ्कलले यहाँनिर भाइरल पुल छ भन्नुभयो. अनि होइन किन नजाने यहाँ आएपछि भनेर हामी चाहिँ गयौँ त्यहाँ पनि. अनि त्यहाँ पनि एकछिन टाइम लस भयो, किनभने त्यहाँ फोटोसोटो खिच्यौँ, एकछिन के गऱ्यौँ है, कस्तो भोलि नै अड्क्यो. अनि यहाँनिर चाहिँ निकिता गीत गाइरहेकी थिएँ. अनि तपाईँहरूलाई चाहिँ निकिताको गीत सुन्न मन छ भने प्लिज कमेन्ट गर्नु होला, म गीत हालिदिन्छु. अनि हामी हतार बस पक्र्न गएको, बसै पाइनौँ क्या. हामीले यहाँनिर ढिलो भइसक्यो, कल आइसक्यो सबै घरबाट, गाली खान थालिसक्यौँ है. बसै आएन. अनि यहाँनिर चाहिँ एउटा ट्रक पनि पल्टेको रहेछ. अनि यही बहाना गर्नुपर्छ भनेर हामीले यो प्रुफ खिचेको थियौँ.